फेरि एउटा कुरा चित्त बुझेन साथीहरू, यी लभ गर्ने दाजु बहिनीहरू छ नि जुन केटाकेटी अहिलेका, उनीहरूले आफ्नै जातकोसँग लभ गर्दा चाहिँ के हुन्छ? एउटा जातको छ अर्को जातकोसँग लभ गर्छन् हैन? त्यहाँ न भाषा मिल्छ, न भेषा मिल्छ, कुनै कुरो मिल्छ, न चाल चलन मिल्छ, न रीतिरिवाज मिल्छ। एउटा जातकोले एउटै जातकोसँग गर्नु के? तपाईहरु जुन जातको हुनुहुन्छ नि त्यही जातकोसँग लभ गर्नुस्, विवाह गर्नुस्। कुनै सरोकार भएन। हाम्रो जातहरु नि अहिले विलीन हुँदै गएको छ के? एक अर्काको जातसँग विवाह गरेर। के केटाले केटी पाउँदैन आफ्नै जातको, केटीले केटा पाउँदैन आफ्नै जातको, अर्कै जात रोजेर जानुपर्छ? मनमुटु मिल्यो भने सबै थोक मिल्यो अरे। मनमुटुलाई पनि थिरमा राख्नुपर्छ के? सबै कुरो मिल्दै जान्छ। ती आमा बाउलाई पनि कति रहर हुन्छ आफ्नै जातकोसँग विवाह गरिदिउन्, हामीले पनि गाउँ समाजका मान्छेहरू बोलाएर यसो छोरीको कन्यादान दिन पाऊँ। हुँदैन आमा बाउको इच्छा? सबै तिमीहरू यी जात भात भनेको के हो? यो शताब्दीमा पनि जात भातको कुरै नगर, यही शताब्दीमा गर्ने हो। जात भातको यदि कुरा हुँदैन थियो भने नि भागवत गीतामा नि यी जात भात प्रतिका कुनै कुराहरू पनि लेखिएको हुँदैन थियो होला क्या? यो जात भातकै कारणले आज हामी शिर ठाडो बनाएर हिँड्न पाइरहेका छौँ के? हेर बहिनीहरू, लभ गर्नु छ भने आफ्नै जातकोसँग गर के? त्यसकारण जिन्दगी सहज ढङ्गले कट्छ। बुझ्यौ नि? बाहुनको छोरीले हाम्रो मधेसिया जातिको दाजुभाइहरूसँग बिहे गर्नुभएको छ, तामाङ बहिनीहरूले बाहुनको केटासँग बिहे गरिराख्नु भएको छ। अनि त्यहाँ के हुन्छ भने नि छुवाछुत। छोराले बुहारी तामाङनी लिएर आयो भने बाहुनको छोराले तामाङकी छोरी लिएर आयो भने त्यहाँ छुवाछुत हुन्छ। आफ्नै सन्तानलाई पनि पर ठान्नुपर्ने समय बनाइदिएका छन् यी लभ गर्नेहरूले क्या? आफ्नो मनलाई चाहिँ थिरमा राख्ने गर्नुस् र जीवन अगाडि बढाउनुस्। हेर्नुस्, आफ्नै जातकोसँग गर्नुपर्छ, सबै थोक मिल्छ, भाषा मिल्छ, हाम्रो चालचलन मिल्छ। धेरै कुरा चाहिँ आफ्नै जातकोसँग गर्दा नि सहज हुन्छ क्या? आफ्ना जातका मरेका छन् र खालि अर्काका जातकासँग लभ गर्दै हिँड्नु, विवाह गर्दै हिँड्नु, ती आमा बाउहरूलाई कति दुःख हुन्छ। अब जे भए पनि छोरी तामाङसँग गए पनि बोलाउनु परेको, तर समाजले ती आमा बाउलाई कति टोकसिरहेको हुन्छ। अस्तिसम्म छोरीको कम्ता फुर्ती गर्थे, आज ऊ छोरी तामाङसँग गई भनेर बाँचुन्जेल बाबुआमालाई खिल पर्छ क्या नानीहरू? त्यसकारण विवाह गर्नु छ भने आफ्नै जातकोसँग विवाह गर, शिर ठाडो बनाएर बाँचुन्जेल तिमीहरू पनि हिँड, तिमीहरूका बाबुआमालाई पनि हिँड्न दिया हो क्या? बुझ्यौ नि? यो जात विरुद्ध म गएको होइन, तर हामी कुन जातमा जन्मिएका छौँ त्यसलाई हामीले प्राथमिकता दिने हो क्या? यति समय चाहिँ एउटा जातकोसँग बस्ने, अनि यति समय चाहिँ विवाह गरेर अर्को जातसँग गएर नि हाम्रो फेरि त्यो चाल चलन व्यवहार संस्कृति सबै उता जान्छ के? किन हामीले अर्काको जात अपनाउने? किन अर्काको संस्कृति अपनाउने? हाम्रो जात छैन, हाम्रो पहिचान छैन, हाम्रो संस्कृति छैन। हामी प्रत्येक छोरी चेलीले र दाजुभाइले आफ्नो संस्कृति बचाउनु छ भने नि आफ्नै जातकासँग विवाह गर्नुहोस्। तब तपाईँ पनि सुखी हुनुहुन्छ, तपाईँका मातापिता पनि सुखी हुनुहुन्छ। राधे राधे।